आधुनिक प्रविधिको जमाना अहिले संसार मुठीभित्र छ। हरेकले हरेक किसिमका प्रविधिहरू प्रयोग गर्ने गरेको पाइन्छ। अहिले धेरै किसिमका नेटवर्कहरू हाइलाइटमा आइराखेका छन्। कुनै नेटवर्क भाइरल पनि बनेका हुन्छन्। संसारमा जतिसुकै नेटवर्कहरू प्रयोग गरे तापनि मलाई लाग्छ दुईवटा नेटवर्कहरू धेरै भाइरल छन् र तिनको पहुँच पनि निकै द्रुत छ। 1 मिनेटमै वरको परको वर पुर्याउन सक्ने क्षमता राख्दछन्। अब मित्रहरूलाई कुन नेटवर्क त्यस्तो लाग्छ? मलाई त मेरो आफ्नो अनुभवमा दुईवटा नेटवर्क त्यस्तो खालको लाग्छ। एउटा जिमेल, एउटा फिमेल, जसले 1 मिनेटमै कुनै पनि सन्देश यताको उता उताको यता गराउन सक्षम देख्छु म। अब यहाँहरूलाई कस्तो लाग्छ? आफ्नो अनुभव, आफ्नो विचार कमेन्ट मार्फत व्यक्त गरिदिनु हुन अनुरोध पनि गर्दछु।